केवल एउटा अण्डाको सहयोगमा तपाईहरूले पनि दिउँसोको स्वादिष्ट नास्ता बनाउन सक्नुहुन्छ। बनाउने तरिका एकदमै साधारण छ। पहिले एउटा भाँडोमा 500 ग्राम मैदा, 1 चम्चा पिठो फुलाउने मसला वा यीस्ट हाल्नुस्। माथिबाट 3वटा काँचो अण्डा हालेर राम्ररी मिसाउनुस्। आधा घण्टासम्म फुल्न दिनुस्। त्यसपछि हरियो प्याजको पात हालेर अलिकति चाट मसला हालेर मिसाउनुस्। अब हातमा तेल लगाएर बोर्डमा सामग्री राखेर सानो डल्ला बनाउनुस्। फेरि हातले चेप्टो पार्नुस्। अब तावा तताएर तेल लगाउनुस् अनि सामग्री राखेर एकपट्टि पकाउनुस्, अर्कोपट्टि पल्टाउनुस्। माथिबाट सुनौलो देखिएपछि तयार हुन्छ सुगन्धित र स्वादिष्ट दिउँसोको नास्ता। पख्नुस्। यदि तपाईहरूले पनि आफ्नो बच्चालाई केवल 10 मिनेटमै टिफिन तयार गरेर दिन वा आफैलाई खान सजिलो परिकार बनाउन चाहनुहुन्छ भने हाम्रो विधि एकपटक प्रयोग गरेर बनाउनुस्। सर्वप्रथम मैदामा नुन हालेर सफ्ट र मुलायम गरी मुछ्नुस्। त्यसपछि यस प्रकारको आकार बनाएर 5 मिनेटसम्म छोडिदिनुस्। अनि मैदालाई पातलो गरी बेलेर यसरी कोर्नुहोस्। अब रेसा बन्दछ। त्यसपछि हाम्रो भिडियोको हरेक स्टेप हेरेर बनाउन थाल्नुस्। यसरी गर्दा तपाईको बच्चाको टिफिन तयार हुन्छ। भिडियो मन परे लाइक, कमेन्ट, शेयर गर्नुहोस्।